हेर्न सक्नुहुन्छ यहाँको माहौल यस्तो छ, पानी पुरै भित्र आइरहेको छ, हावाको बहाव जस्तै धेरै छ। मलाई आफैलाई उडाउला जस्तो फिल भइरहेको छ। जस्ताहरू चाहिँ केही पनि उडाइसकेको छैन, तर हावाको स्पिड चाहिँ बढिरहेको छ। सेकेन्डमा हावाको स्पिड बढिरहेको छ। 160को स्पिडमा चाहिँ आज आउँछ भनेर चाहिँ समाचारहरू आइरहेको छ। तर हामी वेटिङमा छौँ। अहिले चाहिँ मलाई लाग्छ हामी 70को स्पिडको हावा चाहिँ अहिले लिइरहेछौँ। सो हाम्रो चाहिँ क्याटेगोरी 3को साइक्लोन आउँदैछ। सो सबैजना अपडेटेड रहनु होला। मेरो भ्लग मार्फत मैले देखाउने छु मैले के देख्दैछु हजुरलाई म डाइरेक्टली देखाउने छु। सो हेर्नु होला। यहाँ पनि हावा उडी आइरहेको छ। कन्डिसन एकदमै रिस्की छ। मान्छेहरू सेफ स्पेसमा सरिरहेको छ। सो हजुरहरू पनि सेफ स्पेसमा सर्नु होला। हामी चाहिँ अहिलेसम्म सेफ स्पेसमै छौँ, त्यही भएर हामी चाहिँ घरमै छौँ। तर हामीले ब्यागमा फास्टफुड एन्ड ड्राई फ्रुट्सहरू सबै थोक हालेर लुगाहरू हालेर चाहिँ हामी भाग्न पऱ्यो भने नि तम तयार छौँ भनेर हामी रेडी भइसकेको अवस्था छ। सो बाहिरको सिचुएसन यस्तो छ। हजुरहरूलाई म अपडेट गराउने नै छु। हस्, धन्यवाद।